हेलो एभ्रिवान, आज चाहिँ म इन्डस्ट्रियल अटोमेसनको क्लासमा छु। हाम्रो स्टुडेन्टहरूले चाहिँ पिएलसी रिलेटेड कामहरू गरिराख्नु भएको छ। सो धेरैले हामीलाई इन्क्वायरीहरू गरिराख्नुहुन्छ पिएलसी भनेको के हो, यसमा के हुन्छ भनेर। सो अब हाम्रो स्टुडेन्टले चाहिँ हजुरको कन्फ्युजनहरू सबै क्लियर गर्नुहुन्छ। हेलो सर। हेलो नमस्ते। हेलो सर। नमस्ते। सो पिएलसी भनेको के हो, यसको इम्पोर्टेन्स के हुन्छ, त्यो बारेमा चाहिँ अलिक भनिदिनु न है। मेरो नाम चाहिँ सन्दीप चौधरी हो। म चाहिँ यहाँ 1.5 महिनादेखि यहाँ ट्रेनिङ लिइरहेको छु पिएलसी या इन्डस्ट्रियल अटोमेसन। पिएलसी भनेको के हो भने पिएलसी एउटा प्रोग्राम लेभल लजिक कन्ट्रोलर हो, जुन चाहिँ हामीले सिपियु डिभाइसमा हामी प्रोग्राम गर्छौँ अनि त्यसलाई चाहिँ हामीले पिएलसी कन्ट्रोलरमा अपलोड गर्छौँ, जुन चाहिँ हामी इन्डस्ट्रीमा प्रायः यसलाई युज गर्ने गर्छौँ। अब यो पिएलसी किन चाहियो भने पिएलसीले गर्दाखेरि हामीले इन्डस्ट्रीमा धेरै किन्छ कन्ट्याक्टर र वायरहरू र कम्प्लिकेटेड वायरिङ गर्नु पर्दैन, जसले गर्दाखेरि हाम्रो के हुन्छ त कस्ट लेभल हाम्रो रिड्युस हुन्छ। अनि पिएलसीले गर्दाखेरि हामीले सजिलो पनि हुन्छ वायरिङ गर्दाखेरि अनि प्रोग्रामिङ गर्दाखेरि हामी सजिलो पिएलसीले हामीलाई सजिलो बनाइदिन्छ, जुन चाहिँ अनि पिएलसीले गर्दाखेरि के हुन्छ त हाम्रो वायरिङहरू रिलायबल हुन्छ, जुन चाहिँ हामीलाई सजिलै के हुन्छ फल्टहरू त्यहाँबाट फल्ट हुँदैन अनि चाहिँ हाम्रो कम्प्लेक्स डिजाइन चाहिँ हामी गर्नु पर्दैन। ओके, अब हामी चाहिँ भिएफटीको बारेमा बुझौँ है त। हेलो सर। नमस्ते, म अमन गौतम। ओके, सो भिएफडी भनेको के हो अनि यसको इम्पोर्टेन्स के कस्तो छ भनेर हाम्रो अडियन्सहरूलाई भनिदिनु न है। भिएफडी भेरिएबल फ्रिक्वेन्सी डिभाइस भन्छ होइन, जसको माध्यमबाट हाम्रो इन्डस्ट्रीमा रहेका जुन मोटरहरू भन्छ अटोमेसनका चाहिँ मोटरहरूलाई चाहिँ कन्ट्रोलिङ गर्ने काम गर्छ। जस्तो फ्रिक्वेन्सीको आधारमा अब हामीलाई कति रनिङ चाहिएको हो फ्रिक्वेन्सी होइन, कति स्लो चलाउने, कति स्पिड चलाउने अथवा आवश्यकता अनुसार चाहिँ हामीलाई के चेन्ज गर्नुपर्ने छ होइन मोटरको चाहिँ कन्ट्रोलिङको लागि। त्यसैलाई नै एउटा विस्तृत रूपमा बनाइएको एक प्रकारको डिभाइस हो जसले मोटरलाई कन्ट्रोलिङ गर्छ, जसबाट चाहिँ इन्डस्ट्रीमा धेरै सेवा सुविधाहरू चाहिँ यसबाट चाहिँ लिन सकिन्छ। अनि अब इन्डस्ट्रियल अटोमेसन सिकिराख्नु भएको छ हजुरले होइन, सो यसको स्कोपहरू देखेर नै हजुरले सिक्नु भयो होला नि त। सो त्यसको चाहिँ के कस्तो स्कोपहरू छ पहिला हजुर भन्नुहोस्। इन्डस्ट्रियल अटोमेसनले चाहिँ हुन्छ ग्लोबली नै के छ त यसको धेरै नै माग छ, जसले गर्दाखेरि हामीले अटोमेसन चाहिँ किनभने अटोमेसनले गर्दाखेरि ग्लोबली हामीलाई सजिलो भइरहेछ नि त। के भन्छ कामहरू गर्दाखेरि इन्डस्ट्रीमा या केही प्रडक्टहरू म्यानुफ्याक्चर गर्दाखेरि, जसले गर्दाखेरि हामीले अटोमेसन चाहिन्छ। ओके, सो हजुरले चाहिँ इन्डस्ट्रियल अटोमेसनको के स्कोप देखेर चाहिँ सिक्न खोज्नु भएको? डेफिनेटली अन्य राष्ट्रहरूभन्दा नेपालको कन्टेक्स्टमा भन्नुपर्दा होइन, नेपाल अब विकासोन्मुखी देश बन्दै गएको छ। अब इन्डस्ट्री पनि बन्ला अथवा नबन्ला आफ्नो ठाउँमा छ होइन। भोलि बनेको सन्दर्भमा हामीले यो सिकिराख्दाखेरि भोलि अपर्च्युनिटी पाउन सकिन्छ भनेर चाहिँ मैले सोचेको हो। जे होस् राम्रै होला भन्ने आशावादी छु। अनि हजुरलाई यताको ट्रेनिङहरू कस्तो लागिरहेको छ, सरले पढाएको अनि ल्याबहरू हाम्रो त्यो बारेमा पनि अलिक भनिदिनु न। सरले गराउँदै ठिकै छ होइन, सरले जे सोध्दा नि हामीलाई सिकाउनुहुन्छ अनि सोल्भ गरिदिनुहुन्छ अनि फ्रेन्डली छ सरले, एकदमै सुइटेबल हुनुहुन्छ सर है। अब एज अ टिचर नभएर एज अ फ्रेन्ड जस्तो पनि हुनुहुन्छ, जस्तो फ्रेन्डली हुनुहुन्छ। हामीले कुनै पनि त्यस्तो हिचकिचाज राखेर चाहिँ क्वेसन भित्र थुपाएर राख्नुपर्छ जस्तो लाग्दैन। ओपनली भन्दाखेरि एकदम फ्रेन्डली चाहिँ एन्सर दिने, जस्तो यसरी गर्नुपर्छ होइन, यो तरिकाबाट जानुपर्छ भन्ने चाहिँ हामीलाई सल्लाह सुझाव दिनुहुन्छ र टिचिङ पनि गरिराख्नु भएको छ। उहाँले चाहिँ आफ्नो एकदम भ्यालुएबल टाइम दिएर चाहिँ हामीलाई सबै डिटेलमा बुझाइदिनु भयो, त्यसको लागि चाहिँ धेरै धेरै थ्याङ्क यू सर। थ्याङ्क यू सो मच।